अथवा कुनै बैठक कुनै कार्यक्रममा सानो ठुलो औपचारिक अनौपचारिक कुराहरू कार्यक्रमहरूमा कसरी बोल्ने कसरी अगाडि बढ्ने कसरी जाने आफ्नो शरीरको लुगा समेत हत्तपत्त उठ्थेन त्यत्तिकै जाने गर्थ्यो तर शरीरको लुगा मिलाउनदेखि लिएर मञ्चमा आएर माइक समाउनदेखि लिएर मञ्चमा कसरी उभिने कसरी हाउभाउ गर्ने कसरी अडियन्सलाई आफूतिर तान्ने भन्ने कुराहरूमा सिकाउनु भयो जीवनमा केही भन्न र गर्नको लागि चाहिँ पहिलो नम्बरमा हुँदो रहेछ आफूले बोल्न सक्नु पर्दो रहेछ बोल्न नसक्दा हामी यति पछाडि पर्छौँ कि कसैले पनि त बोल्दैन त गर्दैन भन्दैन हामीलाई म गर्छु न मैले बनाउँछु भन्नु पर्दो रहेछ मैले इजिसक्समा आएर चाहिँ धेरै कुराहरू पाएको छु धेरैभन्दा पनि धेरै कुराहरू पाएको छु जो म भन्न पनि यहाँ व्यक्त गर्न पनि सकिँदैन मैले चाहिँ यहाँ आफैले पाएँ आफ्नो आत्मविश्वास बढाउन पाएँ आफैले आफैमा हराएको मान्छेलाई भेटाउन पाएँ आफैलाई मनन गर्न पाएँ र आफैलाई वर्णन पनि गर्न पाएँ इजिटक्स भनेको मलाई लागेको थियो पब्लिक स्पिकिङ खालि बोल्न मात्र सिकाउँछ होला के सिकाउँछ होला कस्तो होला कसरी सिकाउँछ होला धेरै कुराहरू थियो क्रिस्टिना म्यामलाई पनि म एकदम धेरै धन्यवाद दिन चाहन्छु किनकि उहाँले मलाई यहाँनिर आउनु भनेर म पहिलोचोटि बझाङबाट आएको मान्छेलाई उहाँले यो क्लाससम्म पुर्याउन एकदम सहयोग गर्नुभएको छ।